अहिले चाहिँ हामी चाहिँ दिल्लीको जानको लागि चाहिँ हामी चाहिँ म र विवेक दाई चाहिँ अहिले चाहिँ हामी ठ्याक्कै बर्फको उसमा छौँ। र विवेक दाई कस्तो के लागिरहेको छ भने अब जाँदैछौँ के हुन्छ। जब हामी चाहिँ कहाँ छौँ हामी चाहिँ हाम्रो सबिन दाईलाई कुर्दैछौँ र म सबिन दाई विवेक दाई अनि र अलिक पछि भएपछि चाहिँ स्यामसङ नै जोइन हुन्छ होला। स्यामसङको सानो कामले गर्दा चाहिँ अहिले जानु पाउनु भएन। त्यही नै हो है त गाइस। र अहिले चाहिँ हामी सबिन दाईलाई कुरिरहेको थियौँ र सबिन दाई नै आइपुग्नु भइसकेको छ। ल हामी चाहिँ अब हाम्रो राइड स्टार्ट गर्छौँ है। ल अहिले चाहिँ हामी चाहिँ तेल सेल हालेर चाहिँ निस्केका छौँ। यो बाइक पनि फुल भइसक्यो, यो बाइक पनि फुल भइसक्यो, त्यो बाइकमा चाहिँ फुल गर्दैछौँ। र अब चाहिँ हामी टक्क लाएर निस्किन्छौँ। अहिले चाहिँ एकान्त कुनाको मौसम यस्तो छ है, बिहान 7 बजेको 6:30 बजेको। ल अब हामी निस्किन्छौँ। र निस्किनु अगाडि के भन्नु छ सबिन दाई? निस्किनु अगाडि अब पुगेपछि भनौँ न कस्तो हुँदैछ? सुरुवात हुँदैछ भर्खर। एकदम एक्साइटेड छौँ। अब हेरौँ के कस्तो हुन्छ। अरू त आइहाल्छ भाइको भ्लगमा सक्छु। ल अब हाम्रो विवेक दाईलाई पनि के भन्नु छैन भनिसक्नुभयो केही कुरो। ल निस्किन्छौँ। ल हामी चाहिँ अहिले चाहिँ कुरिन्टार आइसकेका छौँ। पछाडि कुरिन्टार बजार यहाँ छ। ल अब अहिले चाहिँ हामी चाहिँ यहाँ खाजा खाना चाहिँ रोकिरह। यहाँ चना अन्डा केरा किनेका छौँ। यहाँ दाईहरू पनि खाँदै हुन्छ है। दाईहरू अहिलेसम्मको एक्सपिरियन्स के कस्तो छ त? ल भन्नुहोस् त। दुईसको जिउ दुईसको खुट्टा दुईसको हात दुईसको खोइ कसरी जाने हो। अफरोड त अझै आउनु बाँकी छ। हामी भर्खर कुरिन्टार आइपुगिसकेका छौँ। अब दाईहरू चाहिँ यसो भन्न थालिसक्नुभयो। अब हामी तिलीचोकसम्म चाहिँ कसरी पुग्ने हो। हामीले चाहिँ यहाँ लोकल केरा भनेर चाहिँ हामीले यो किनेका छौँ। केरासँगै चाहिँ हामीले खाँदैछौँ। ल हामी चाहिँ खाजा खान्छौँ अनि चाहिँ निस्किन्छौँ बेसी सहरतिर। पहिलो टार्गेट अब अहिले चाहिँ हामी बेसी सर आयो है। अब बेसी रेस्ट गरेर खानासाना खाने त अहिले चाहिँ हामी बेसी सहरबाट चाहिँ थोरै माथि आएका छौँ। यस्तो दृश्य यस्तो छ। बेसी सहरबाट मनाउ जाने बाटो चाहिँ अहिलेसम्म चाहिँ यस्तै छ, राम्रै छ। र हामी चाहिँ बेसी सहर 1 बजे आइपुगेको थियो। खानासाना खाएर चाहिँ अहिले यताउति गरेर 3:15 बजे चाहिँ हामी चाहिँ बेसी सहरबाट चाहिँ मनाङको लागि जाँदैछौँ। अब हेरौँ बाटो कहाँसम्म पुगिन्छ। जहाँ पुगिन्छ त्यहाँ चाहिँ हामी बास बस्छौँ। त्यसको अपडेट दिँदै गर्छु म। यस्तो छ, गर्मीले लास्ट गर्मी भइरहेको। म चाहिँ दाईहरू दुईवटा दाईहरू चाहिँ पछाडि विवेक दाई र सबिन दाई चाहिँ पछाडि आउँदै हुनुहुन्छ। उहाँलाई कुर्दैछु। हालत खराब भइसक्यो गर्मीले। दाईलाई कुरेर बसी चाहिँ सबभन्दा हल्का अगाडि चाहिँ हामीले चाहिँ यो हामखोला झरना चाहिँ पुऱ्याएको छ। हामीलाई चाहिँ एक्सप्लोर गर्दा गइरहेछौँ। एकानी रमणीय रहेको छ यो हामखोला झरना, हेर्न सक्नुहुन्छ। चाहिँ नेपाल झन्डा यस्तो रहेको छ। हामखोला झरना चाहिँ यसको डिटेल चाहिँ यहाँ छ, तपाईँहरूले नि हेर्न सक्नुहुन्छ। र दृश्य यो 0.5x जुममा देखाउँदैछु म। र हामी चाहिँ यहाँ 2टा फोटो खिच्छौँ र हामी निस्किन्छौँ। अब हामी चाहिँ यही तल चाहिँ एउटा तातो पानी हुने ठाउँ छ। कुन जिल्ला त यो? लमजुङ जिल्लाको। हामी त्यहाँ जान्छौँ, यसो हेर्छौँ, नुहाउने भइ नुहाउँछौँ। नुहाउने ठाउँ चाहिँ यस्तो रहेछ है।
र तातो भन्ने ठाउँ चाहिँ यहाँ तल, यहीँ तलपट्टि थियो छ। अब हामी त्यहाँ जाँदैछौँ। अहिले चाहिँ हामी तातो पानी नुहाउनको लागि चाहिँ जाँदैछौँ। तातो पानी चाहिँ अब सब दाइको पाप पखाल्न अरे भनेर हामी जाँदैछौँ फुरुफुरु। तपाईँलाई रातिको समयमा म यो बाटो देखाउन चाहन्छु है। यो किसिमको बाटो छ। ल तल नुहाउने ठाउँमा भेटौँला अब। ल अहिले चाहिँ हामी चाहिँ यो तातपानीमा आएको छौँ। लमजुङ जिल्लाको तातपानीमा चाहिँ यहाँ छ। हामी तातपानीमा नुहाउनु भनेर आएको छौँ। के छ अब, के भन्नु छ? अब आज राइडको चाहिँ मलाई चाहिँ बेलुका कुरा छ। यहाँ नुहाउन आएको विषयमा चाहिँ केही शब्द एकदम थकित भएको छ। अब तातो पानीमा आएर रिल्याक्स हुन्छ। अब ल अब हामी नुहाउँछौँ टक्कला तातो पानीमा एकछिन अनि कुराहरू होला। 7 बजीसक्यो अहिले चाहिँ हामीले नुहायौँ। यहाँ चाहिँ पानी बनाउने यस्तो रहेछ। र तल चाहिँ पुरै मर्स्याङ नदीको खोलो भइगयो, पारिपट्टि जङ्गलको डाँडो भइगयो। अनि यताउति दुसरा छ टोयलेट बाथरुम। हामी चाहिँ त्यो पोखरीमा नुहाएको हो, पानी मिलाएर नुहाउने रहेछ। र मुहान चाहिँ यहाँ जम्मा गरेर चाहिँ यहाँ राखेर रहेछ। र यहाँबाट चाहिँ पानी पाइप खोल्ने र चिसो तातो कति मिलाउने हो नुहाउने छ। र टिकटको चाहिँ 100 रुपियाँ रहेछ। र अरू केही जान्न चाहनुहुन्छ भने यहाँ हामीले पालना गर्नुपर्ने नियमहरू यता छ। स्क्रिनसट गरेर तपाईँहरू पढ्न सक्नुहुनेछ। यहाँ आएर चाहिँ हामीले चाहिँ यसरी नुहाउने सौभाग्य मिल्यो। यो यसमै हामी धेरै धेरै खुसी छौँ। र अब हामी चाहिँ रुममा जान्छौँ। हजुर के अरे हामी चाहिँ टिकटको पैसा लिएर अनि तिनीहरूलाई यसरी गरेर हुन्छ हुन्छ। ल अहिले चाहिँ हामी चाहिँ खाना खान आएको। विवेक दाई सबिन दाई आउँदै हुनुहुन्छ। कलाएर खाइन्छ, टक्कलाएर खाना खाइन्छ। ल्याम्मो चिकन खाना अनि टक्कला आजको लागि सुतिन्छ। आज हामी कति किलोमिटर आयौँ त टोटल? अघि तलाई 172 थियो यार। हामी के अरे बेसी सहरबाट कति किलोमिटर चाहिँ आयो होला? 35 30 35 त आयो होला। र हामी चाहिँ बेसी सहरबाट चाहिँ 30 35 जति चाहिँ आयौँ। अझै ठ्याक्क जगत भन्ने ठाउँमा चाहिँ बसेका छौँ मजाले। अब चाहिँ ठक्क खाना खाने ल हाम्रो खाना चाहिँ सुन्नु न आइसकेको छ। हेलो गिलास ल्याइदिनु यहाँ टक्क लदाएर हुन्छ। टक्क हामी छौँ। अब टक्क त्यो खाना खाइन्छ। ल जाऊ त्यस्तो छ। अहिले चाहिँ हामीले चाहिँ च्याम्चे भन्ने ठाउँमा आइपुगेका छौँ। र च्याम्चेमा आउनु चाहिँ छौँ झर्ना यहाँ बुङ बुङ कि छुन हो हुन्छ आइपुगेका छौँ। र यसको म तपाईँलाई देखाउँछु है त कस्तो छ। .5x मा हेर्नु माथिदेखि
बाटो चाहिँ सिधै आहा है। दाइ भिडियोमा फोटो आउँछ भने भिडियोमा छ भने त दाइ यो राम्रो पसन्द भएको छ दाइ। ल अहिले चाहिँ अक्टोपस झर्ना आएको छ। निजाले अक्टोपस झर्नामा चाहिँ म तर्फ गइरहेको छु। ल हामी चाहिँ अक्टोपस झर्नामा आइपुगेका छौँ। यतिखेर फोटोसुट गऱ्यौँ र यही छ अक्टोपस झर्ना। र हामी चाहिँ यहाँबाट चाहिँ निस्किन्छौँ। अब यस्तो त मौसम गरेको ल अहिले चाहिँ हामी चाहिँ यो ठ्याक्क के झर्ना हो त यो चाहिँ हामी यस्तो ठाउँमा आइपुगेका छौँ है। हेर्न सक्नुहुन्छ अब यहाँ चाहिँ हेर्नु झर्ना। जाँदैछौँ यो अहिले चाहिँ हामी चाहिँ एप्पल फार्ममा आएको छौँ। यो आइपुग्यौँ बल्ल। चिसोले त हात पनि फिङ्गरप्रिन्ट पनि लिँदैन त। अहिले चाहिँ हामी चाहिँ ब्लू लेकमा आइपुगेका छौँ। अहिले चाहिँ हामीले ग्रिन लेकको फोटो देखायौँ, के भिडियो लेक देखायौँ। र अहिले चाहिँ हामी चाहिँ ठ्याक्क लाएर चाहिँ हेरेको छौँ। यताहरूको बाइक मेरो बाइक उहाँ पर छ है। यहाँ छ म यही नै भइहालेँ। माहौल हालत निकै टाइट भइसक्यो। वरिपरिको मनोरम दृश्य हेर्दाखेरि हालत फ्रेस हुन्छ। तब चाहिँ टाइटै छ है। ग्रिन लेक के ब्लू लेक। ल र वरिपरिको दृश्य पनि हेर्न सक्नुहुन्छ। एकदम दामी हिमाल, चारैतिर हिमालले घेरिएको। हेर्नुहोस् हिमालको यस्तो दामी छ।
ल हामी चाहिँ अब अर्को कुन लेक रे अर्को अब त नि गङ्गासागर लेकमा गएर चाहिँ भेट्छौँ अब हामी। अनि माथिपट्टि छ त्यो नि एक्सप्लोर गर्छौँ हामी। ल अब चाहिँ हामी सट्टै एकछिन बस्छौँ, यताउति फोटोसोटो खिच्छौँ र हामी चाहिँ यहाँबाट निस्किन्छौँ। आहा गाइज, अहिले चाहिँ हामी चाहिँ गङ्गापूर्ण लेकमा आइपुगेका छौँ। यो नि मनाङ गाविसबाट चाहिँ के मनाङबाट चाहिँ हल्का तलपट्टि मात्र रहेछ। यही छ है यसको वरिपरिको भ्यू र त्यहाँ हेर्नुहोस् हिमाल यस्तो छ। तल जानुहुन्छ अब म तल एकछिन जान्छु र हामी चाहिँ लगभग 3550 किलोमिटरको हाइटमा आइसकेका छौँ। अब चाहिँ हामी टक्क लगाएर चाहिँ यहाँ एकछिन फोटोसोटो खिचेर टक्क लगाएर हामी खाङसारको लागि निस्किन्छौँ। हामी चाहिँ आज खाङसारमै गएर बस्ने चाहिँ प्लान बनाइरहेछौँ। अब हेर्दैछौँ के हुन्छ। त्यहाँदेखि टाढा त जानु सकिँदैन होला, किनकि खाङसारबाट नै हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ तिलिजो बेस क्याम्प र तिलिजो भ्यू पोइन्टमा। सो हामी चाहिँ खाङसारमै खाङसारमै बस्नुपर्ने हुन्छ र तपाईँहरूलाई चाहिँ उहाँ पुगेपछि नै म रुमको टुर गराउने गरिन्छु। र अहिले चाहिँ यो गङ्गापूर्णको चाहिँ भ्यू चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यस्तो ठुलो छ र शिरमा चाहिँ तपाईँको हिमाल छ। हेर्नुहोस् कस्तो दामी हिमाल टल्लिरहेको छ। हेर्नुहोस् वरिपरिको माहौल हेर्नुहोस्। यो गङ्गा पोखरी गङ्गापूर्ण हेर्नुहोस् ल, चारैतिरको भ्यू हेर्नुहोस्। हेर्नुहोस् यही नै हो। यो चाहिँ मैले अहिले भने चाहिँ पहिला 3550 मिटरको अल्टिच्युडमा रहेको छ र यहाँसम्म चाहिँ हामी चाहिँ 2 दिन लगाएर आइपुगिसकेका छौँ र हाम्रो अरू यात्रा चाहिँ अल्पछिको भिडियोमा हुन्छ। अहिलेलाई चाहिँ बाई। ल है अहिले चाहिँ हामी चाहिँ खाङसारमा आइपुगिसकेका छौँ। यही चाहिँ खाङसार बजार। यसपछि घुमेर देखाउँला र चाहिँ यहाँ पार्किङमा लगाएका छौँ। यस्तै छ मौसम। बेलुकाको 5:40 गइसकेको छ। ल अब चाहिँ हामी चाहिँ यताउति गएर खाजासाजा खान्छौँ, नास्ता खान्छौँ, के खान्छौँ। अब यसो डुल्छौँ खाङसार बजार। है त गाइज, भोलि भेटौँला। अहिले चाहिँ हामी भर्खरै खाङसारबाट चाहिँ निस्किसकेका छौँ। तिलिजो ट्रेलको लागि चाहिँ हामी तिलिजो लेकको लागि चाहिँ हामी निस्केका छौँ। हामी जाँदैछौँ यता हेर्नुहुन्छ है। बेस क्याम्प गरेर बस्छौँ। हामी बेस क्याम्प गरेर बस्छौँ। 5 मिनट बाहेन 5 मिनटमा 2 मिनट 5 घन्टा कसरी हिँडौँ। हामी चाहिँ 5 मिनट हिँडेको छैन, भर्खरै हिँड्छु र त हो। यहाँ स्याहाँ र फ्याँ हुन थालिसक्यो। अब हामी चाहिँ एकदम सार्प उकालोहरू छ होइन। त्यसपछि त 1300 देखिरहेको यहाँहरू भए पनि हामी 3750बाट 4190 को उसमा जाँदाखेरि चाहिँ जे पनि ल बिचमा म भ्यूहरू देखाउँदै जाँदैछु। अहिले चाहिँ बाई बाई। हेर्न सक्नुहुन्छ एकदम काँडा माटामा फुलहरू यस्तो फुल्दै छ। यता हेर आउँदै हुनुहुन्छ यस्तो छ माहौल। पारिपट्टि डाँडैमा हिमालय। Four days. Okay. From where? Chame. You started walking from Chame. Yes. Oh, that's nice. You?
we came in motorbike. We kept our bike here, and day before yesterday we started from Kathmandu, and we stayed nearby Same, little town from town side there, and गाइज अहिले चाहिँ हामी चाहिँ यो ठ्याक्क यो तारे गुम्बामा आइपुगेका छौँ र अब चाहिँ हामी चाहिँ यस्तै गरेको अन्त हिँड्ने जस्तो अहिले चाहिँ हामी चाहिँ शेरफागोमा आइपुगेका छौँ यस्तो छ अहिले चाहिँ हामी शेरफागो भन्दा चाहिँ हल्का यो ठाडो लास्टै ठाडो उकालोमा चाहिँ जानेछौँ एकछिन चाहिँ हामीले यहाँ बसेर चाहिँ फोटोसोटो खिच्ने यताउति गरियो ल अब चाहिँ हामीले चाहिँ हाइट चाहिँ धेरै नै गेन गरिसकेका छौँ हेर्दै जाउँ अब के हुन्छ अरू भनेको चाहिँ यस्तो यस्तै छ जाँदैछौँ अहिले धेरै नै छ तल शेरफागोमा चाहिँ बसेर ताजा साजा खाइयो मागअनुसार हामी चल्नेछौँ माथि कि तल र पछाडिको भ्यू चाहिँ म देखाउँछु पछाडिको भ्यू चाहिँ यिनै हो बाटो चाहिँ ठाडो यही हो भाइ छ है देख न अहिले हामी एकदम थकित मात्रामा भइरहेको अवस्था छ माथि जाँदैछौँ कति माथि पुग्छौँ थाहा छैन कि पुगेनौँ भने तल पनि फर्किनु सक्नुपर्ने त्यति चाहिँ अवस्था छ ल भाइ एकछिनमा कुरा गरौँ ल हामी जस्तो मनोरम हिमालयन रेन्जको चाहिँ टक्क पारिपट्टि टक्क हेर्नुहोस् तल पनि फुलहरू यस्तो दामी फुलिरहेछ हेर्नुहोस् पछाडि फेरि ब्याकग्राउन्ड पनि यस्तो छ हामी चाहिँ यहाँ बसेर चाउचाउ ब्रेक अहिले पानी खाजाको ब्रेक भयो हामी चाउचाउ ब्रेक भयो दाइ यता हेर्नुहोस् यता हेर्नु अब हामी चाउचाउ खाँदै गइरहेछौँ नि तिनजना टक्क आएर भिडमा बसेर अब त्यो चाउचाउ खान्छौँ र हाम्रो आजको टार्गेट तिल्चु बेस क्याम्पतर्फ अघि बढ्छ अहिले चाहिँ हामी चाहिँ ठ्याक्क ल्यान्डस्लाइड एरिया चाहिँ कटिसकेका छौँ पछाडि हेर्नु ल्यान्डस्लाइड एरिया एकदम बवाल छ म पछाडि यो चाहिँ पुरा ल्यान्डस्लाइड एरिया यसलाई चाहिँ कभर गर्न चाहिँ हाम्रो चाहिँ लगभग 1 घन्टा जस्तो बेसी नै लाग्यो होला निकै नै गाह्रो रहेछ यो चाहिँ र हामी बेस क्याम्पको तर्फ चाहिँ अब जान्छौँ अब करिब
1 घन्टा जतिको बाटो छ भन्ने चाहिँ तल फर्केर आउने मान्छेलाई सोधेका छौँ। हामी अब त 1-1.5 घन्टा जति चाहिँ लाग्ने देखिएको छ र अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ। अहिले चाहिँ हामी चाहिँ तिलिचो बेस क्याम्पमा चाहिँ यो 400 को चाउचाउ खाँदैछौँ। हेर्नुहोस् यस्तो छ। So like him like, hey, I have. Yeah. It's about co-working. It's like environment. Like you're making like the environment. I mean, part of it is like you imagine. अहिले चाहिँ हामी ठ्याक्क 22 घुम्तीको चाहिँ 20 पोइन्टमा आइसकेका छौँ। हामी बिहान 3:30 बजेर 5 मिनट भएपछि हिँडेको र 22 घुम्तीको आधीमा आएपछि चाहिँ भ्यू यति राम्रो देखिन्छ र अहिले चाहिँ 5:30 भएको छ। तल लाइट बल आउँदै हुन्छ, उहाँ तलदेखि आउँदै हुन्छ। उहाँ तलको लाइट बल चाहिँ बेस क्याम्प भएको र अब हामी चाहिँ जाँदैछौँ र 22 बिचबाट चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ। उहाँहरू सनराइज पनि हुँदैछ हो र दामी हुनेवाला छ। स्टे ट्युन फर मोर अपडेट। यसलाई चाहिँ बाइक चिसोले लास आठिरहेको अब हालिहाल्नु पर्यो बाइक के अरे बरीमा। अब चाहिँ यो चाहिँ 22 घुम्ती कटिसकेपछि दृश्य हो। अहिले ठिक 5:45 गएको छ। दामी हिमाल टल्किरहेको छ। दामी छ। गाह्रो पनि त्यस्तै भइरहेछ। गाह्रो भए तापनि चाहिँ अब चाहिँ हामी चाहिँ अगाडि जानुपर्छ। हेर्नुहोस् 5:45 तपाईँहरू घरमा बस्नुभएछ होला, हामी कहाँ आइसक्यौँ। हेर्नुहोस् यस्तो दामी देखिन्छ। यो चाहिँ तिलिचो ट्रेकको ठ्याक्क 22 घुम्ती कटिसकेपछि को दृश्य हो। अब यस्तै छ। ल अहिलेलाई बन्द गर्छु आठिरा। अहिले चाहिँ हामी चाहिँ लगभग तिलिचो लेकको छेउछाउमा आइसकेका छौँ। भर्खरै हेर्नुहोस् घाम लाएर कस्तो देखिएको छ हिमाल। दामी देखिरहेछ। सक्नुहुन्छ। अहिले चाहिँ हामी हेर्नुहोस् आएको छौँ। अब ठ्याक्क हामी चाहिँ तिलिचो लेक आइपुगेका छौँ। हेर्ने हो त तिलिचो लेक, हेर्ने हो त। हेर्नुहोस् तिलिचो लेक वरिपरिको दृश्य हिमाल हेर्नुहोस्। यस्तो रहेको छ यहाँ निस्क्यौँ। फाइनली हामी चाहिँ तिलिचो लेकमा आइसक्यौँ। हेर्नुहोस् तिलिचो लेक। फाइनली हामी बिहान 3:05 हिँडेका थियौँ र अहिले कति बजे 3 कति 40 भएको छ भन्नुको अर्थ हामी चाहिँ लगभग 3 घन्टा 10 मिनटमा चाहिँ 3 घन्टा 40 मिनट 3 घन्टा 40 मिनटमा चाहिँ हामी आइसकेका छौँ। ल हेर्नुहोस् ठ्याक्कै अगाडि हिमाल डाँडो यस्तो र यहीँ खाना बस्नुको लागि बस्न त होइन खाना यताउति खानु लागि चाहिँ यस्तो रहेको छ। यस्तै यसो सब एकछिनपछि भिडियो अपलोड दिन्छ यार। ल चाहिँ ठ्याक्क तिलिचोको ठ्याक्क लेकको चाहिँ ठ्याक्क तलको भ्यू यस्तो छ। हिउँ चाहिँ पग्ली खाने यस्तो छ हिउँ।
हामी चाहिँ अब फोटोसोटो यताउति खिच्ने गएको चाहिँ सघाएको छौँ हल्का फुल्का अलिअलि बाँकी छ हामी लागेको छ यो पछाडि लेक हेर्न सक्नुहुन्छ है दामी लेक छ पछाडि हिमाल यस्तो दामी फुलेको छ है राम्रो आएसँगै पुरा लेक होइगयो चिसो चाहिँ वाइल्ड चिसो छ चिसो चाहिँ वाइल्ड चिसो नै छ अब हामी चाहिँ अलि यहाँ तलबाट नास्ता ल्याएको थियो बेसी सर्दैखेरि बोकेको थियो यहाँ आएर नि खायौँ ठाउँ खाँदै खाँदै जाने उनी भइरहेको छ अब हामी यहाँनिर फोटो सेसन कार्यक्रम नि चल्दैछ तारको पुरै ज्यान देखाएर बडी देखाएर उल्का फोटो सेसनको कार्यक्रम भइरहेको छ यहाँ बिउता फोटो खिचिँदै हुन्छ र म चाहिँ यहाँ छोटो मिठो ब्लग बनाइरहेको छु यहाँ हेर्नुहोस् यस्तो दामी हुन्छ ल हेर्नुहोस् यस्तो दामी दामी भ्यू छ हामी चाहिँ मर्निङमा आएको चाहिँ यस्तो दामी भ्यू देखिरहेको छ चिसो नि उस्तै लास्टै चिसो भ्यू पनि एकदम दामी चिसोले ओटसोट फुडिसकेको छ अब अरू नै यस्तो यस्तै हो स्टे ट्युन फर मोर अपडेट अझै म फर्किँदाखेरि नै दुईवटा ब्लग बनाउँछु केही दुईवटा सिनहरू राख्छु हेर्नु र राति हेर्दै आउँदाखेरि केही देखाउनु भएको छैन बिचमा म देखाउँछु अहिलेलाई चाहिँ बाई अब चाहिँ हामी चाहिँ तिर्चो लेकबाट निस्किनुलाई अहिले चाहिँ 8 बज्न के अरे 8 साढे 8 बज्न लागिसक्यो आज ल हामी 2 घन्टा जति बस्यौँ यता अब चाहिँ हामी निस्किन्छौँ आधा घन्टा बस्ने हुने 2 घन्टा बसिसक्यो अब हामी चाहिँ तल बेस क्याम्प झर्छौँ र त्यता खानसाना खाएर निस्किन्छौँ हल्लै बाई ल बाई तिलेछु चिसो हेर्नुहोस् हिमाल एउटा हेर्नुहोस् हामी चाहिँ यो तिलिसो बेस क्याम्पबाट चाहिँ अब चाहिँ खासातर्फ निस्केका छौँ बिचबिचमा चाहिँ यो अब हिजो नि अलि भ्लगहरू छ भिडियोहरू फुटेजहरू छ अब जहाँ चाहिँ फुटेजहरू आउँदैन होला अब अल्लै यति नै होला जस्तो अब हेर्दै जाउँ केही फुटेजहरू खिच्यो भने म यसमा राख्छु नत्र अहिले चाहिँ बाई अहिले चाहिँ हामी स्याङ्जे वाटर उता फर्किरहेको चाहिँ स्याङ्जे घरमा आइपुगेका छौँ अनि यस्तो दामी रेनबो देखिरहेको छ ल दामी र माथि चाहिँ वाटरफल चाहिँ यो रहेको छ यस्तो दामी रहेको छ ल अनि रेनबो सुधा यस्तो दामी परिरहेको यस्तो दामी देखिरहेको छ र अब अहिले चाहिँ हामी चाहिँ फर्किने क्रममा छौँ अब यहाँबाट बेसी सहर चाहिँ लगभग 20-25 किलोमिटर रहेको छ हामी चाहिँ यहाँ यसो एकछिन बसेर जान्छौँ चलाएर रेनबो दामी छ ल अहिलेलाई चाहिँ बाई